दुई जना साथी छन् जसमा एकजना जाँगरिलो र एकजना अल्सी छ। ओइ मुला उठिन छिटो। खै छोड 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 म मिलाउँछु। खै छोड छोड त। किन मिलाउनु यार, राम्रै छ त छ नि यतिको। यो भन्दा कति राम्रो मिलाउने हौ। ओके गाइस, यो क्यामेरा चाहिँ मेरो गोप्रो क्यामेरा हो र गोप्रो क्यामेराको भिडियोबाट म तपाईहरुले भिडियो गरिरहेको छु भनेर भन्दिनँ, म आफैलाई भिडियो गर्दैछु। म चाहिँ दुईजना मान्छे चाहिँ चाहिने नै रहेछ। नमस्कार सबैजनालाई, म चाहिँ श्रीखण्डे र तपाईं हेर्दै हुनुहुन्छ यति बेला श्रीखण्डे च्यानल। हामीसँग यति बेला हुनुहुन्छ स्पेशल गरी रोमन सर, उहाँलाई स्वागत गरौँ। स्वागत छ सर तपाईलाई। नमस्ते सम्पूर्णलाई, म चाहिँ रोमन। आज चाहिँ स्पेशल गरेर उहाँको कार्यक्रममा आएको छौँ। सो तपाईँहरूलाई थाहा छँदैछ उहाँ एक नम्बरको चोर फटा हो भनेर, र ऊ चाहिँ एक नम्बरको फटै छ होइन, फटै छ। अनि यो ऊ मान्छे एकदमै नराम्रो काममा चाहिँ एकदमै घुलिने टाइपको मान्छे हो। ऊ चाहिँ सधैँ त्यस्तै खालको व्यवहार गरिरहेको देखिन्छ। ऊ मान्छे त्यस्तै खालको हो कि होइन लु भन त, तिमी चोर हो कि होइन लु भन त, तिमी चोर। हेर्नुहोस् तपाईँ नाना थरी मलाई त्यस्तो भन्नको लागि यहाँ इन्टरभ्यूमा ल्याउनु भएको होइन। त्यसैले म तपाईँलाई यहाँनिर अहिले नै अलर्ट होइन दर्शकहरूले भन्नुहोस् न, होइन चोर हो कि होइन तपाईँ यताउता कुरा नपाउने गर्न भन्नुहोस् न त ल। तपाईँसँग त्यति क्षमता छ भने तपाईँ किन मेरोमा आउनुभयो? तपाईँले बोलाउनु भयो अनि आएँ। कसरी आउनुभयो? म त्यस्तो तिम्रो कार्यक्रम बस्दिनँ।